सबैजना नमस्कार। म मोहन पोखरेल। हामी माडी मिडिया नेटवर्कमा छौँ र आज हामीसँग अतिथिको रूपमा हुनुहुन्छ माडीका राजनीतिक, व्यवसायी तथा समाजसेवी व्यक्तित्व साथै कञ्चन सप्लायर्सका प्रोप्राइटर ओम प्रकाश लामिछानेज्यू। नमस्कार। नमस्ते। स्वागत छ यहाँलाई यो माडी मिडिया नेटवर्कमा। धन्यवाद। विगत 30 वर्षदेखि माडीमा बसिराख्नु भएको छ। यो माडीको बजारको व्यावसायिक रूपमा चाहिँ चुनौती अवसरहरू के पाउनु भयो? र माडीमा बस्नको लागि चाहिँ कतिको सहज छ व्यवसाय गरेर? अब यो माडीमा बसेर व्यवसाय गर्दै गर्दाखेरि यसका व्यवसायका दौरानमा देखिएका चुनौती या यसका अवसरहरूको सन्दर्भमा जुन तपाईले जुन सोधिरहनु भएको छ, जुन क्वेसन गर्नु भएको छ, यो सन्दर्भमा मैले अब मेरो यो माडीलाई नै एउटा सेवा क्षेत्र निर्धारण गरेर चाहिँ जुन लामो समयदेखि चाहिँ मलाई लाग्छ 30औं वर्षदेखि म यो व्यवसायमा आबद्ध छु र यो माडीमा बसेर चाहिँ विशेष गरी व्यवसाय गर्दै गर्दाखेरि मेरो चाहिँ आफ्नो अनुभवलाई मैले यहाँ समक्ष राख्दै गर्दाखेरि मैले के पाउँछु भने अब यो माडी आफैमा चाहिँ एउटा सम्भावना बोकेको क्षेत्र हो। तथापि अब यो व्यावसायिक हिसाबले हेर्दै गर्दाखेरि कस्तो मैले ठान्दछु भने अब यहाँ थुप्रै सम्भावनाहरू त छन्, तर त्यो सम्भावनाहरूलाई एउटा प्राप्तिको रूपमा लिनका निम्ति मानिसमा के छ भने व्यवसायमा चाहिँ मेरो आफ्नो अनुभवले चाहिँ के बताउँछ भने व्यवसायमा चाहिँ मान्छे चाहिँ नि एकदम धैर्यता जाने आवश्यक छ। धैर्यता चाहिन्छ हैन? अब धैर्यता र जाने एक खालको जाने एउटा इमानदारीता र एउटा लगाव जाने एउटा निरन्तरताको कुरा पनि, यी तीनटा चीजहरूलाई अब आत्मसात गर्न सकियो भने पक्कै पनि व्यवसायमा सफल हुन सकिन्छ भन्ने मेरो अनुभव। कहिलेकाहीँ केही घाटा भयो भने पनि त्यसलाई धेरै चाहिँ अब साह्रै लिएर चाहिँ म यो चाहिँ व्यवसाय नै छोडिदिन्छु भन्ने जस्तो पनि सोच्नु भएन। कहिलेकाहीँ चाहिँ अलि नाफा हुने खालको चाहिँ स्थिति भयो भने पनि मेरो त धेरै भयो भनेर हौसिनु पनि भएन। निरन्तर रूपमा जानु पर्यो र निरन्तरको मान्छे चाहिँ कम्तीमा सफल हुन सक्छ भन्ने धारणा। अर्को कुरा, यति लामो समयसम्म माडीमा बस्नुभयो, व्यवसायिक तथा राजनीतिक वा चाहिँ अब समाजसेवी ढङ्गबाट माडीलाई चाहिँ चिन्नु भएको छ, माडीसँग घुलमिल पनि हुनुहुन्छ। कहिलेकाहीँ चाहिँ मलाई जनप्रतिनिधि पो हुनुपर्छ क्या हो, पाए हुन्थ्यो क्या हो भन्ने जस्तो फिल चाहिँ यो समयमा आयो क्या? अब यस्तो छ, अब यो जनप्रतिनिधिले पनि चाहिँ के छ भने जनप्रतिनिधि हुँदै गर्दा पनि अब खास गरिकन चाहिँ यही एउटा समाजलाई नै मुख्य चाहिँ त्यसलाई के छ भने आधार बनाएर चाहिँ समाजकै निम्ति चाहिँ अब सेवा गर्ने नै हो। तथापि चाहिँ अहिले जुन मैले अब यहाँले चाहिँ जुन क्वेसन गरिरहनु भएको छ, मेरो प्रमुख अब के छ भने लाइन चाहिँ व्यवसाय भएको हिसाबले अब यो दुईटा चीज एकैचोटि अब एउटै ढङ्गबाट चाहिँ सँगसँगै जान नसक्ने चाहिँ विषयवस्तु भएको हुँदाखेरि पनि अब किनभने व्यवसायमा सफल हुनका लागि मान्छे, मलाई के लाग्छ भने एउटा जाने के छ भन्दा जाने अब परपर जाने कमसेकम एउटा विषयमा जाने मान्छे जाने लाग्नुपर्छ। जाने के भने मैले यो पनि गर्छु त्यो पनि गर्छु भनेर धेरैतिर हात हाल्यो भने मान्छे असफल हुन सक्छ। त्यस अर्थले अब तपाईँले चाहिँ जे क्वेसन गरिरहनु भएको छ, मलाई चाहिँ मेरो अनुभवमा चाहिँ मैले त्यो पाएँ। किनभने मैले कुनै बेला चाहिँ अलिकति राजनीतिक हिसाबले, सामाजिक हिसाबले त म छँदैछु, तर राजनीतिक हिसाबले पनि चाहिँ मैले आफूलाई जोड्दै जाँदाखेरि चाहिँ मैले त्यो एउटा के भने यो दुईटा चाहिँ नि ढुङ्गामा चाहिँ अब खुट्टा राखियो भने चाहिँ अब मान्छेको चाहिँ के भने दुर्घटना हुन सक्छ भन्ने मेरो आफ्नो बुझाइ चाहिँ नि भएको कारणले गर्दा मैले चाहिँ अब के भन्दा अब राजनीतिलाई भन्दा पनि बढी अब मेरो चाहिँ एउटा चाहिँ अब मुख्य चाहिँ अब के अरे क्षेत्र चाहिँ व्यवसाय भएको हुनाले म अलिक बढी चाहिँ व्यवसायमै केन्द्रित भएँ। र अब साथीहरूबाट त्यस्तो प्रस्तावहरू त नआउने गरे होइन, आउँथ्यो नै, तर पनि विगतमा आएको पनि छ तपाईँ यो बन्नुहोस् ऊ बन्नुहोस् भनेर चाहिँ एकदम नितान्त त्यो आउँथ्यो नै। तर मैले त्यसलाई चाहिँ साथीहरूसँग अब यति बेला चाहिँ म अहिले त्यतापट्टि चाहिँ म लाग्ने अवस्थामा छैन, अथवा चाहिँ मैले त्यो क्षेत्रलाई चाहिँ छनौट गरिसकेको छैन, जसले गर्दा म अहिले जुन क्षेत्रमा छु त्यसैलाई नै राम्रो बनाउनुपर्छ भनेर म निरन्तर चाहिँ अब के छ भने एउटै चाहिँ अब क्षेत्रमा चाहिँ बढी चाहिँ यसैलाई नै चाहिँ अब ध्यान दिएर अगाडि बढेँ।
यो प्रसङ्गमा मलाई एउटा जोड्न मन लाग्यो। यहाँ चाहिँ यो 30 वर्षदेखिबाट यहीँ बस्नु भएको छ, म व्यापारमा अगाडि बढ्छु भनेको भनाइ गर्नुभएको छ। म राजनीतिमा भन्दा पनि बढी चाहिँ म व्यापार तथा समाजसेवा वा चाहिँ अब कोही समस्यामा परेको छ भने त उसलाई केही हेरेर भए पनि म चाहिँ काम गर्छु, काममा चाहिँ प्रतिबद्ध हुन्छु भन्दै गर्दाखेरि अहिले त धेरै युवाहरू, अहिलेका युवाहरू त विदेश जाने मात्रै सोचिरहेका छन्। विदेश जान पाए चाहिँ मैले कमाउँछु, यहाँ नेपालमै बसेँ भने म कमाउन्न भनिरहेका छन्। त्यस्ता युवाहरूलाई चाहिँ हजुर एउटा चाहिँ व्यावसायिक भएको मान्छे र चाहिँ उनीहरूलाई पनि डाइरेक्सन दिन सक्ने, निर्देशन दिन सक्ने मान्छे भएको कारणले के कुरामा चाहिँ विशेष जोड दिन चाहनुहुन्छ? विशेष गरी के छ भने जस्तो अब यहीँ नेपालमै बसेर पनि धेरै चाहिँ सम्भावनाहरू छन् होइन। मैले चाहिँ अब 2-3टा देशहरूको भ्रमण पनि गर्ने अवसर पाएँ र ती देशहरूमा चाहिँ गएर त्यहाँको वस्तुगत अवस्था हेर्दाखेरि र त्यहाँ जुन जुन देशमा म गएँ होइन, त्यहाँको चाहिँ अब आर्थिक प्रगतिका कुराहरू, मानिसहरूको चाहिँ अब के भने चाहिँ आफ्नो देशप्रतिको चाहिँ जुन खालको चाहिँ एउटा एट्याचमेन्ट चाहिँ जुन चाहिँ देखियो, यो हिसाबले हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भने अब नेपालमा बसेर सम्भावनै छैन भन्ने कुरामा चाहिँ म सहमत छैन। किनभने यसमा यहाँ पनि धेरै सम्भावनाहरू छन्। भनेपछि यो चाहिँ देखा सिकियो जस्तो फलानु अमेरिका अस्ट्रेलिया गयो भनेपछि म पनि जान्छु भन्ने चाहिँ हो, तर वास्तवमै नेपालमा केही पनि नभएर दिक्क परेर वाक्क परेर हिँडेको भन्ने चाहिँ त्यो होइन कि भन्ने लाग्छ। त्यस्तो बिल्कुल होइन, किनभने यहाँ धेरै सम्भावनाहरू छन्। मान्छे चाहिँ के छ भने एउटा कुनै पनि क्षेत्र मैले अघि नै भनिहालेँ, कुनै एउटा के छ भन्दा चाहिँ आफ्नो प्रोफेसनल चाहिँ एउटा क्षेत्रलाई चाहिँ क्रिएट गरेर चाहिँ अगाडि बढ्यो भने होइन, त्यो मान्छे चाहिँ मलाई लाग्छ चाहिँ निश्चित रूपमा सफल हुन्छ। र प्रोफेसनली चाहिँ मान्छे चाहिँ एउटा चाहिँ काममा चाहिँ अब कटिबद्ध भएर चाहिँ अगाडि बढ्नुपर्छ। चाहिँ अब 10तिर चाहिँ मन डुलायो भने चाहिँ मान्छे जहाँ पनि असफल हुन्छ। त्यसो अन्त्यमा यो माडी मिडिया नेटवर्क हेर्ने सबैजनालाई आफ्नो एउटा चाहिँ राय वा मैले सोध्न बिर्सेको वा यहाँलाई भन्न मन लागेको कुरा के छ? अब मलाई लागेको कुरा के हो भने तपाईँले चाहिँ विशेष गरी चाहिँ यो जस्तो अब नेपालमा बसेर चाहिँ सम्भावनाहरू के हुन सक्छ भन्ने सन्दर्भमा जुन मलाई चाहिँ अब तपाईँले अलिक विशेष फोकस गरेर चाहिँ जुन क्वेसन गर्नुभएको छ, मैले यही सन्दर्भलाई अझ बढी जोड दिन चाहन्छु। किनभने युवाहरू आजको दिनमा पनि कमसेकम चाहिँ आफ्नै ठाउँमा बसेर चाहिँ यहाँ धेरै उन्नति प्रगतिका चाहिँ अब सपनाहरू चाहिँ हामीले पुरा गर्न सक्छौँ र आफ्नो ठाउँमा बसेर चाहिँ हामी इमान्दार भएर चाहिँ एउटा कुनै काममा जाने अब विश्वास जाने त्यो प्रतिको जाने एउटा जाने होइन एउटा आत्मविश्वास लिएर चाहिँ अगाडि बढियो भने निश्चय पनि यहाँ चाहिँ अब सफल हुन सकिन्छ। यहाँ धेरै सम्भावना छन्, टुरिज्मको सम्भावना छ, कृषिको चाहिँ सम्भावना छ होइन। यहाँ चाहिँ अन्य अरू चाहिँ धेरै चाहिँ सम्भावनाहरू चाहिँ छन् र त्यसलाई चाहिँ अब सरकारको तहबाट पनि चाहिँ अझ बढी त्यसलाई फेसिलिटेट गरेर चाहिँ अब त्यसलाई के छ भने युवाहरूलाई चाहिँ त्यो क्षेत्रमा आकर्षित गर्ने चाहिँ अब पोलिसीको पनि आवश्यक छ। त्यस्तो खालको पोलिसी चाहिँ राज्यले पनि ल्याउने र चाहिँ अब के भने युवाहरू भने त्यसमा जोडिएर चाहिँ अगाडि बढ्न सक्यो भने चाहिँ विदेश नै भनेर चाहिँ भौतारिनु पर्ने चाहिँ जस्तो मलाई लाग्दैन। भनेको थोरै भए पनि परिवारसँग बसेर सुखी भएर कम्तीमा बस्न सकिन्छ भन्ने पाएँ मैले व्यक्तिगत रूपमा चाहिँ। ठिक छ, आफ्नो व्यस्त समय चाहिँ हामीलाई दिनुभयो, यहाँसम्म आइदिनु भयो, आफ्नो कुरा राखिदिनु भयो, यहाँलाई एकदमै हार्दिक धन्यवाद र हामी बिदा हुन्छौँ। हस्, धन्यवाद। धन्यवाद चाहिँ मलाई यो अवसर दिनुभएकोमा चाहिँ यहाँहरूलाई, यहाँको चाहिँ जुन मिडियालाई पनि म विशेष धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गरेर चाहिँ कमसेकम माडीको चाहिँ सन्दर्भलाई चाहिँ अगाडि ल्याउने कुरामा चाहिँ तपाईँहरूको निरन्तर प्रयास चाहिँ रहिरहोस् भन्ने चाहिँ पनि म शुभकामना दिन चाहन्छु। हस्, धन्यवाद।